अस्ति भर्खरै जनताले लखेटेर हेलिकप्टरबाट भागेका तपाईहरू अहिले कुन मुख देखाएर भोट माग्दै हिँड्नु भएको छ? 23 गतेको घटना 24 गतेको घटना घटाउनको लागि नियोजित तरिकाले बुनिएको। तपाईँ मेन पावर व्यापारी मान्छे विदेश जान छोडेर यही रोजगारी सृजना भयो भने त तपाईँको मेन पावर व्यवसाय चौपट हुन्छ। तपाईँले जित्नु भयो भने युवाहरूलाई यही रोजगारी दिने नीति बनाउनुहुन्छ कि छिटो छिटो विदेश पठाउने नीति बनाउनुहुन्छ? यहीँ बस्ने नीति बनाउँछु। तपाईँको व्यापार चौपट हुन्छ त्यसो? होइन, मेरो व्यापार त मैले 12 वर्ष भइसक्यो, मेरो गार्मेन्ट। तपाईँहरूले देशलाई सिङ्गापुर बनाउँछु भनेर भन्नुभयो, देशलाई सिङ्गापुर त बनाइहाल्नु भयो, अब फेरि के बनाउनलाई चुनाव लड्नु परेको तपाईँहरूलाई? राजनीतिक अधिकारको हिसाबले सिङ्गापुर भन्दा माथि ल्याउनु। केपी ओलीले चुनाव जितेर आयो भने तपाईँहरू संसद भवन छिर्न दिनुहुन्छ कि त्यहाँ बाटो छेक्नुहुन्छ? छेकिन्न, किन छेकिन्न? उहाँले जित्नुहुन्न त भएपछि त परिस्थिति त्यहाँ हुँदैन। अब अरू कुरा छोडिदिनुहोस्, अन्त विकास के गर्नुहुन्छ तपाईँले, के बनाउनुहुन्छ भन्ने कुरा छोडिदिनुहोस्। तपाईँको घर जाने पुल कहिले बनाउनुहुन्छ? त्यो ठेकेदार जसलाई परेको थियो गणेश लामा, नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य, उहाँलाई डन पनि भन्छन्, उहाँले अलपत्र पार्नुभयो। अब हामीले चाहिँ नि एक गाउँ एक उत्पादन। तपाईँलाई 1 नम्बरमा जाँदाखेरि बाँदरले लखेटे कि लखेटेनन्? यो बाँदरले चाहिँ नि घरका भात पनि उठाएर लयो रे। मान्छे पिट्न थाले बाँदरले, हो, गाउँ छोडेर भाग्नु पर्ने अवस्था भयो मान्छेको। तपाईँ यहाँ बसेर एक गाउँ एक उत्पादन भनिदिनु भएको छ, सक्यो? होइन, त्यो सकिएको छैन। कानुन बनाउनु छ, बाँदर कसरी नियन्त्रण गर्ने। तपाईँहरूको सत्ताको स्वार्थ मिल्दाखेरि चाहिँ जोसँग पनि लप परिहाल्ने, अनि स्वार्थ मिल्न छोडेपछि चाहिँ जोसँग पनि ब्रेकअप भइहाल्ने। त्यस्तो होइन। कुरा के छ भने एउटा सन्दर्भमा पार्टीहरू मिल्नुपर्छ। तपाईँको पार्टीको विचार छैन, रासोपा कहाँ उभिने हो, कहाँ समाउने हो, कहाँ टेक्ने हो भन्ने कुराको टुङ्गो छैन। पूर्वीय पश्चिममा कुनै पनि विचारसँग सम्बन्धित बहस गर्न यही आयो हुन्छ, म तयार छु। यो कलङ्कको टीका, त्यो हत्याराको आरोप बोकेर चुनावमा भोट माग्न रमाइलै भएको छ त? कहाँ कहाँ जलाइयो, कति मान्छे जले, भाट बटिनीमा चोर्न गएका मान्छे कति जले, अमृत गुरुङ जस्ता कास्कीकै मान्छेलाई घाँटी रेटी प्रहरीलाई कसरी मारियो। केपी ओलीले राजीनामा दिनुभन्दा अगाडिको जिम्मा लिनुहुन्छ, सबै जिम्मा होइन, नैतिक रूपमा। तपाईँसँग बहुत पैसा छ भन्ने सुने मैले, कति पैसा छ तपाईँसँग? पैसा छैन कहाँ, त्यस्तो मेरो चाहिँ गर्न नसकिने कुरा, अब चाहिँ फ्याट्टै हुने कुरा के चाहिन्छ? तर अब चाहिँ हामीले गर्ने कुरा के भने सुशासन हो, सामाजिक न्याय हो। अहिलेसम्म खोइ त, अहिलेसम्म किन नगरे? होइन, अहिले पनि स्थापित गर्न प्रयत्न गरौँ। व्यापारीको फाइदाको लागि सौदाबाजी गरे भनेर आरोप लगाउने अनि आफै 8 करोडको गाडीमा भुइँ किने। नर्मली पैसा कमाउनु राम्रो चिज हो। गण्डकी छड्के विथ अपिल त्रिपाठीको साथमा मेरो विश्वास सधैँ नेपाल फर्निचर, ढुक्क वर्षौं-वर्षलाई। लीलाकान्त कणेल दिशा गर्ने ठाउँ कनाउँदै रगत पनि आउने। वैदिक आयुर्वेदमा गएपछि ठुलो विश्वास आयुर्वेदमा छ। म साह्रै पीडित भएर म यो खुसीमा